Namaskar sabaijanalai. I'm back with another new video, and I would like to wish happy Tihar to all the people who is celebrating Tihar and who is living in different corner of the universe. चाहिँ हाम्रो यो मौसम चाहिँ यस्तो ग्लूमी टाइपको छ, एकदम हरियाली वरपर हरियाली देखिन्छ। पुरै रुखले पाउला फरिसक्यो। दुईटा गाडी चाहिँ यहाँ थिए, दुईजना चाहिँ काममा गइसक्यो होइन। चाहिँ हाम्रो घर करिब करिब लगभग जिप पार्क जस्तो देखिन्छ। अब चाहिँ घरमा दिदीले आज तिहारको तयारी गर्दै हुनुहुन्छ। तपाईँलाई देखाउँछु। तिहार आइसक्यो, दिदीले टक्क रोटी बनाउँदै हुनुहुन्छ। जसरी दसैँमा रोटी बनाएको थियौँ हामी त्यसरी नै रोटी बनाउँदै हुनुहुन्छ दिदीले। रोटी यत्रो रोटी भइसक्यो। म एक्लो भाइ हो, कतिवटा रोटी खाने। दिदी बिहानदेखि एकदम लागि परिरहनुहुन्छ दुईटा तावामा रोटी बनाउँदै हुनुहुन्छ। कोही रोटी बिग्रेर कोही रोटी यता छन्। अन्त करिब 1.5-2 भइसक्यो होला। घरमा 4-5 जना छन्। त्यसले दुईटा उसमा कि ज्याम रोटी बनाउनु भएको छ। अब मैले चाहिँ अब एकछिन फेरि सहयोग गर्नु पर्ला। म भर्खरै उठेको हो। जेले बिहानैबाट सुरु गर्नुभएको रहेछ। हिजो लक्ष्मी पूजा गरियो। लक्ष्मी पूजामा चाहिँ खासै धेरै रोटी बनाइँदैन। अन्त रोटी फुरेको यो अन्त रोटी बनाउने तरिका। यसरी हो रोटी बनाउने। त्यो बवाल छ नि। च्याप तिहारमा मेलौनाबाट अर्को भाइ पनि आउँछ। हामी दुई भाइ हुन्छौँ। दुई भाइले दिदीको हातबाट टिकाकरण गर्ने। यत्रो रोटी खाएर सकिन्न, के खाने होला? रोटी बाहेक अरू पनि खाने होला। तपाईँहरू पनि तिहारको दिन हामीलाई रोटी खान सघाउन चाहनुहुन्छ, इच्छुक हुनुहुन्छ भने चाहिँ आउनु होला है त। सँगै बसेर खानुपर्छ। 200-300 रोटी त यहाँ भइसके। यो चाहिँ अलि नराम्रो भएको रोटी रे, साइड लगाएको थालमा राखेको। यहाँ छ। तपाईँहरूलाई बाहिरको भ्यू कस्तो छ देखाउँछु। आज चाहिँ एकदम वेदर जाडो जस्तो फिल छ। हिजो लास्ट चाहिँ गर्मी थियो। यहाँको मौसमको कुनै प्रिडिक्टै गर्न नसकिन्छ नि। घरको पछाडिपट्टि सानो यस्तो करेसाबारी छ। यहाँ चाहिँ दिदीले के रोप्नु भएको छ। यस्तो छ। यति ठुला नरिवलका बोटहरू छन्। नरिवल हो कि सुपारी हो थाहा छैन। अर्को पछाडि अर्को यो बास्केटबलको कोर्ट पनि छ। हामी बास्केटबल चाहिँ खेल्दैनौँ खासै। रुखले पाउला फेरिसक्यो। यताउता हरियाली, वेदर चेन्ज भइसक्यो।
आकाश हेर्नुहोस्, आकाशमा पुरै बादल छ। त्यो छ नि, त्यो बादल छ। यसरी फेरि म भित्र जानु पर्यो। अब दिदीलाई सघाउनु पर्यो मैले पनि। अब के गर्ने, रोटी खाने त मैले हो विशेष गरी। अनि हाम्रो चाहिँ रोटी रोटीको लागि पिठो चाहिँ यति ठुलो भाँडामा छ नि, अझै पनि छ कि यत्रो पिठो। अन्त यत्रो उसमा एउटा मिक्सर, यति मिक्सरले, यत्रो सानो मिक्सरले यत्रो पिठो मिसेर मैले कति मेहनत गर्नुभएको छ। अन्त चामल अझै पनि छ यहाँ। त्यति रोटी बनिसक्यो। यहाँ यति चामल बाँकी छ। यो चाहिँ चिनी हो। अन्त यत्रो छ नि, यत्रो पिठो छ। भान्जाहरू चाहिँ फेरि उठिसक्यो। अहिले भर्खर चाहिँ बेडमा सुतिरहेको थिएँ, फेरि उठेर नराउ न हेर्नु, भाइलाई नराउ। मम्मीले उता मामला रोटी बनाउँदै हुनुहुन्छ भनेर यिनीहरू चाहिँ दुई भाइ मजाले खुसी भएर यहाँ सुतेछन्। हाम्रो सानो भान्जा बाबु हाँस्दै भान्जा चाहिँ अलि अल्छी छन्। बेलुका टाइममा सुत्दैन। यस प्लिज। What's wrong? That's okay. No, he doesn't have to. No, come. No. I know, but just look. See? Oh, God. No, nothing. Look, it's up here. No, he started to, yeah. Teeth is coming out. Pretty ज्ञानी भएर बसेको छन् हाम्रो भान्जाहरू चाहिँ। हाई गरिदेऊ, हेलो गरिदेऊ। Hello. Happy Tihar. We do what? Happy Tihar. Happy Diwali. This is today. No. It's coming soon. Say, Andrew. How do you say? Happy Diwali. Loudly. Diwali. Happy Diwali. To everyone. Look at here. Look at our hand. Tell. Happy Diwali to everyone. Andrew. Say. Everyone is watching. Happy Diwali, everyone. Thank you. हाम्रो भान्जाहरू उठिसके। यिनले उठेर मुख पनि धोएन, एकदम अल्छी खानु नि। अल्छी खान आज स्कुल छुट्टी रहेछ। तर बिहान उठेर बेडबाट जुरुक्क उठेर यहाँ आएर टिभी हेर्दै खानु। भाइलाई पनि हेर्दैनन्। भाइलाई ल्याएर यहाँ मलाई दिएछन्। मैले हेर्दैछु। मेरो भान्जालाई खुसी भइसक्यो मामासँग बस्न पाउँदा, होइन? अब हामी चाहिँ मम्मीले रोटी बनाएको हेर्न जाने हो है। मेरो मम्मीले रोटी बनाएको हेर्न जाने हो। रोटी सेल रोटी बनाएको भान्जाले यस्तो क्युरियस भएर हेर्दाखेरि के छ बाबु? रोटी यसरी बनिरहेको छ। यसरी यहाँ खेलिरहेछन्। यहाँ अब हामी चाहिँ किचनमा नजिकैबाट हेर्न सजिलो हुन्छ भनेर यिनलाई यहाँ राखेर यसरी खेलिखाने नि। अनि हामीले दिदीभाइ मिलेर चाहिँ यहाँ अब यसरी रोटी बनाउँछौँ हामी। दिदी अलिक तेल कम भयो भनेर तेल थप्दै हुनुहुन्छ।
अनि तपाईँलाई थाहा नै छ यहाँ पी 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 गर्छ हामीले यो फायर अलार्म चाहिँ सबै ब्याट्री झिकेर राख्दैछौँ एकदम भान्जा एकदम ह्याप्पी मुडमा छ नि यहाँ हेलो Andrew, can you get something for Bhai to play? Yeah, can you get something like toys or whatever so that he can play? तिमीले भनेको कहाँ सुन्छ र भनेको के give him something that one yeah and he had a one car Andrew you remember he had a car baby car what is it la 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 अब त रिच भइहाल्यो नि अब त यति यति ह्याप्पी भइहाल्छ भने होइन होइन रोटी मिलाउनु जिम्मा दिनुभएको छ यस्तो रोटी मिलाउनु जिम्मा दिनुभएको अब रोटी मिलाउनु पऱ्यो यसो गरेर रोटी त मिलाउनु पऱ्यो एक दिन खाएर त सकिन्न 61 62 63 64 65 66 67 68 ल्याउनु त तीनवटा ल्याउनु त मलाई 68 यसले चाहिँ 68 69 70 म चाहिँ बिल्दा सघाउनु पर्यो अब हाम्रो यहाँ निकल्छ अब भन्दाले टिभी हेरेर बसिरहेन रोटी खानु पऱ्यो पऱ्यो Don't move the phone. Take it. Cute. Can you see this roti? Mama, what polar bear?
तिहार है त सबैलाई ह्याप्पी तिहार। हामी चाहिँ रोटी यस्तो राम्रो बन्दैछ रोटी चाहिँ बबाल बन्दैछन् तिहारको तम तयारी अवस्था तम तयारी हुँदैछ हाम्रो अहिलेसम्म देख भनिदिनु त आज हाम्रो कतिवटा रोटी भयो यता रोटी डढो यतातिर रोटी यस्तो भइरहेछ एकैचोटि मल्टिटास्क गर्न परेछ रोटी चाहिँ यो चाहिँ बवाल भयो हैन हाम्रो काम यो कार्य बिहानबाट सुरु भएको 6 बजेबाट रोटी चाहिँ राम्रा भयो खाना आज यसरी दुई भाइनाले बिहानदेखि कसिएको अझसम्म सके छैनन् हान्छ भन्दैन हाम्रो रोटी कति भएन 200 300 300 त भयो हेलो तीन से बाला ने वाहन कति बाला ना जा 200 गेस कति एउटा लान्थे हामी त्यो एउटा बक्समा हान्जला त्यो एउटा बक्समा हजुर छैनन् दिल पछि हाल थप नगर 35 रुपैयाँ तपाईँ कति हाल्नु गयो ह मैले 35 हालेको त्यसमा यसमा होला 15-20 वटा 15-20 वटा होला हजुर त धमाका भइरहेको रे हेलो तो छ नि एउटै हातले दुईतिर भ्याङ्की ब्याङ्क भाइ नभए छ नि हेलो पाकिसक्यो यसरी रोटी यो खानी हैन यो खानी हैन नि बाबु खानी हैन अलि रोटी खानी हो तिमी रोटी खान्छौ तिमी रोटी खाऊ है तिमी रोटी खाऊ है लौ रोटी फर्कायो त्यहाँ लौ खाऊ त कस्तो हुनेछ खाऊ मिठो छ त्यो पो हो त खाने यस पनि खान्छ गाइस मामा काम गर्दैन गाइस यस्तै यो हुन्छ नि यो हालिसाको जस्तो किन ठिक बनाइन्छ नि अलिकति सुपहरू अलि काम छैन अलि चिलमा बसेर चलाउने हुन्छ त्यसमा स्पिडमा सरी सेफ्टी हुन त हैन सानो बाइकहरू उड्ने अनि अघि पत्लामी गएर ह्याप्पी तिहार उकालीमा पनि हजुर मोटर जाने रहेछ उकालीमा पनि हजुर मोटर जाने रहेछ ड्राइभरलाई छ सानो माया सानो जङ्गलीमा ड्राइभरलाई छ सानो माया सानो जङ्गलीमा इन्द्र कमल फुलको हजुर बस्दै जानेको कोपीले माथि तेरो माया सानो जङ्गलीमा कोपीले
ना भर्खर सुने indicators to visualize your train to see which. Plan ahead using our economic calendar and price alerts and get technical support when needed. नमस्ते दिदी लिनु ह्यापी तिहार गर्नु हजुर लिनु के दिदीलाई दिनु एउटा हैन ठिकै ठिकै लिनु के एउटा ह्यापी तिहार गर्नु उसले भिडियो गरे भिडियो छैन के दाइ ह्यापी तिहार यो चल्दैन ह्यापी तिहार भाइ लाउनु लाउँछ यसको फर्स्ट की खतरा भयो यार ओहो खै त बन्द रहेछ भाइ निकै बेर तिहारको पछि तिहारलाई नि लाग्यो फोनको लिनु तपाईको गरिदिन्छ यस्तो गर्नु लिनु सामान ए भन भाइ हो ह्यापी तिहार